हेलो गाइज। हेलो गाइज ल यता फर्केर हिँड्दा मेरो बहिनी मलाई लिन आएकी छ। धेरै धेरै धन्यवाद। आज व्रतको दिन विशहरू सबै पुरा होस्, मनोकामनाहरू। स्कुटी चाहिँ तर उहाँ माथि डाँडामा राखेकी छिन्। यहाँ अलिक बाटो अप्ठ्यारो छ, त्यही भएर मेरो हुलिया चाहिँ यस्तो छ, हालत यस्तो छ, खराब छ। म चाहिँ हिँड्दै हिँड्दै आएको यस्तो केही छ भन्नुपर्ने हजुरको? हाम्रो पत्तीचुरे चाहिँ यही हो। भन्ने फिल भएर चाहिँ जबरजस्ती भए पनि अब झार्छु भन्नेलाई लागेको छ। त्यही पनि दिदी आइपुगिसकेको छ भनेपछि त के झार्नु भयो, चुपचाप होइन हो नि। झरेको यस्तो घाम पत्तीचुरेको बाटो चाहिँ कहिले बनाइसक्छ र ढुक्क हुन्छ। लुलु पहल गर नानी। दिदी पहिल्यै भएको होला नि वाइफाईको। ओ भाले गाडी आयो जस्तो छ, यस्तो छ। यता पनि भिड, उता पनि भिड। होइन सुमिना, भाले गाडी आयो, पोथी गाडी चाहिँ तलै छ। ठिक छ ठिक छ। हाम्रो गङ्गा दिदी यहाँ माथि हुनुहुँदो रहेछ। नमस्कार। दर्शन शुभ यात्रा, राम्ररी जानु होला। हजुर केही भएको छैन हजुर। म हिँड्दै आएको, बहिनी लिन आएको। केराबारीबाट हिँड्दै आएको क्या म। जा गए नि मेरो माया मर्दैन। त्यस पछाडि हजुरहरू गाउनु होला। ल हौ त्यहाँ पिरा राखिदिएको छु, बस एकछिन। हाम्रो अर्ग्यानिक पिरा। हजुर बनीको अनि फोटो खिच्नु न एउटा। गलेको अवस्था। म मास्क लगाउँछु ल। लेकमा डाफे बनैमा मजुर, हिरो नम्बर हो नि हजुर। गोर्खे कुकुरी हो नि। झरा नि त चाबी हो कि के हो त? त्यही त भने त्यसरी नघुम। फेरि हेरेको हामी त हेरेको मै घुमाऊँ त। म हाँक्नु होइन, हेलमेट चाहिँ तिमी लगाउने अनि हाँक्नु चाहिँ म। स्कुटी मलाई, हेलमेट तिमीलाई। अब घुमाउन त गाह्रो। यो लड्यो भने उठाउन सक्छौ? ओइ ब्याग गयो, ब्रेक लगाऊ भन्दैछु। लु म हाँक्छु गइबाट। घुमाउनु लगाएको यस्तो छ। लगाइए आपका हेलमेट। लगाऊ न। हामी दुईजनासँगै त लड्ने हो। एकजनाको टाउको सेफ होला, एकजनाको के सेफ होला। गर्नु कस्तो छ जबरजस्ती। हरे कृष्ण। अनि स्टार्टै गर्न आउँदैन त मलाई। स्टार्ट हुँदैन घरि। यो डाँडा पारी त्यो डाँडा पारी, साउने झरी इन्द्रनी पारी, यो डाँडा पिरातीको सलला खोला सरी मनभरि माया साटो भई खतरा कुराउँदै हुन्छ हाम्रो दिदीले होइन। एकचोटि त लबाट छेउ पुगिन्छ होइन। लडेर चाहिँ होइन, हामी कुदेरै जाने हो होइन।
अडिक छ यतिको चाहिँ हुनुपर्छ क्या जे होस् यस्तो अपलोडमा पनि खतरा कुदाउने चाहिँ मान्छे चाहिँ क्या हामी लड्दैनौँ हामी हेरेको हेरे जाऊ कि क्या हो बिबारे नजाऊ होला बिबारे आफ्नै गाउँ घरको ओ काली र ओराली नमाने घरको भन्ज्याङ चौतारी छैन दौतारी महँगो जीवन बित्यो भौतारी ए के भन्छौ जे भने पनि गाउनु न जस्तो आउँछ त्यस्तै मल बासेको अट्टे धान ढुङ्गा केलाउ कि ओ बिति जाने जिन्दगी माया लगाउ कि मनुष्य चोला के भन्छ घरमै छ झोला मनुष्य चोला मरि जानेलाई बित्दैन जिन्दगी गरी खानेलाई बित्दैन जिन्दगी गरी खानेलाई यस्तो बाटो छ होइन हाम्रो खत्तम र पनि हामी मजाले जाँदैछौँ हाम्रो दिदीले मजाले कुदाउँदै हुनुहुन्छ म भए चाहिँ मजाले लडाउनु हुन्छ होला काल लगेर फेरि म भए चाहिँ यस्तो बिस्तारो बिस्तारो कुदाउँथ्यो होला कि बिचरा घ्याचा खाँदै घ्याचा खानु हुँदैन क्या धेरै अनि के गर्नु म त स्लो गर्ने हो एक्सिलेटर छोडिदिने चुप लाग्यो जल्दी कुद्नु दिएन चरा मार्नु मटेङ्गा शिकार बन्दुकले ओ हाँसी खेली आजलाई छुटौ सन्तोकले भन्ज्याङ चौतारी छैन दौतारी महँगो जीवन बित्यो भौतारी महँगो जीवन बित्यो भौतारी पारा ल्याउँदै थिएँ फाइनल्ली हामी टर्निङ छ होला अब